हाई एभ्रिवान, म चाहिँ गएको थिएँ हाइलुङ। हाइलुङ के गर्नु गएको थिएँ भन्दा सन्डे मनाउनु गएको थिएँ। सन्डे मनाउनु गएको थिएँ त साथीहरू। म चाहिँ सन्डे मनाउनु जाँदाखेरि शनिबारको दिनमा गएको थिएँ नि त सम्म। अनि त्यहाँ सन्डे मनाउनु जानु पऱ्यो भनेर अनि फेरि खबर आयो कम्पनीमा चामल दिँदैछ अरे भनेर। अनि हामी चाहिँ घुरेर आयो सन्डेको दिनमा। हामी गएको थियौँ नि, हामी तिनजना मात्रै बस्छौँ नि त खोपामा। अनि मेरो बुढा चाहिँ बस्छ हाइलुङमा, उतै ड्युटी छ। त्यही कारणले हामी चाहिँ नि हाइलुङ गएको थियो घुम्नु तिनजना। अनि त्यही भएर अनि हामीले चाहिँ चामल दिँदैछ अरे। अनि हामी चाहिँ वापस आयौँ हामी सबैजना। अनि त्यहाँबाट मेरो बुढाले चाहिँ मलाई पुऱ्याइदिँदै थियो हामीलाई। फेरि वापस आउनु नि त बादमा चामल निकालेर भन्दै थियो। ए कति आनाजाना गर्ने हो, बोरिङै लाग्छ भनेर। हुन्छ अर्को सटरडेतिर जान्छु बरु त घुम्नु भनेर नि त। मैले चाहिँ गएर गिलो चना मटर बनाएर खान्छु सोचिरहेको थिएँ नि त। अनि पाइनँ खानु लागि। अनि त्यही भएर बुढाले चाहिँ भन्दै थियो आउनु नि त फेरि वापस भन्दै थियो चामल निकालेर। अनि त्यहाँबाट म चाहिँ बार कति आउने हो भनेर नि त, बार कति आउने भनेर भन्छु। अनि हामी आन्न बरुभन्दा अर्को शनिबार आउँछु भनेर। यहाँ चाहिँ आजको मौसम चाहिँ यस्तो दामी हुँदै थियो कि साथीहरू, यति दामी हुँदै थियो। यहाँ चाहिँ फेरि तेलडुबो बन्दैछ नि त, नयाँ बन्दैछ भन्दा कहिले बनिन्छ थाहा छैन। दोकानहरू छ यता। यो रास्ता त कतिबार तपाईँहरूलाई देखाएकै हो, तपाईँहरूले जान्नुहुन्छ यो। अनि यो चाहिँ मैले हल्का भिडियो बनाएर तपाईँहरूको बिचमा राखिदिउँ भनेर हल्का भिडियो बनाएको। कस्तो हावा मार्दैछ नि त, हावा यसो पनि मार्छै हो। हामी कन्जामा चाहिँ अरू बाइकमा छु, हामी चाहिँ बाइकबाट झन् मार्छ कि। यहाँदेखि भ्यू पोइन्ट हो, यो चाहिँ यति सुन्दर देखाइदिन्छ नि त। यहाँदेखि त यति सुन्दर देखाइदिन्छ, बहुत सुन्दर जग्गा छ, नजाराहरू बहुत सुन्दर छ। हामीको अन्जाउको भ्यू पोइन्ट हो यो। भ्यू पोइन्ट चाहिँ अरू जग्गामा पनि छ नि त, यो चाहिँ यतिकै मैले भ्यू पोइन्ट भनेको। भ्यू पोइन्ट भन्दा पनि हुन्छ, यति सुन्दर आउँछ नि त यहाँदेखि चाहिँ नजारा। मेरो चाहिँ अब हामी चाहिँ पुग्नु आँट्यो अब यहाँदेखि उता पनि मन्दिर, त्यहाँबाट खोपा आउँछ। यो चाहिँ सोमिकेमको बिचमा हो, यहाँ चाहिँ मन्दिर पनि छ। यो चाहिँ बस स्ट्यान्ड। हेर्नु हामीको खोपा कति देखेकै होला तपाईँहरूले भिडियोहरूमा। चाहिँ हामीको मन्दिर है, तेजु तिनसुकिया जाने रास्ता हो चाहिँ त्यो चाहिँ मन्दिरको अगाडि होला। अनि यो चाहिँ खोपाको रास्ता यति खराब छ हेर्न। यो चाहिँ यति बनाएको छ लेकिन पनि खराब भयो। खोपा चाहिँ आइसक्यो, खोपा एन्ट्री भइसक्यो हामीको। बाई बाई।